नमस्ते सेवाहरू सामुन्ना सबैजना सन्चै हुनुहुन्छ होला, आराम कुशलै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु, आरामै छु। जहाँ रहे पनि तपाईँहरू सबैजना सुखी रहनु होला, खुसी रहनु होला हैन, यही त हो नि। अनि आज चाहिँ यो मेरो सेकेन्ड रियाक्सन भिडियो मैले लिएर आइरहेको छु, तर यो चाहिँ अलिकति फरक टाइपको छ। यो एउटा एक त यो त अवेरनेस भिडियो पनि हो, यो अफ्रिकाको हो हुन चाहिँ मान्छेहरू हैन, उहाँबाट चाहिँ यो चाहिँ अपलोड गरिएको रहेछ। मलाई चाहिँ एकदमै मन पर्यो, त्यही भएर चाहिँ हजुरमाझ यो केही अवेरनेस भिडियोलाई चाहिँ ल्याउन त अगाडि भनेर मात्रै हो हैन। हजुरहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै नै प्रतिक्रिया दिनु होला, सल्लाह सुझाव पनि दिनु होला, अनि कमेन्ट गरिदिनुहोस् है, कमेन्टमा लेखिदिनु होला कस्तो लाग्छ। अनि इम्पोर्टेन्ट कुरा लाइक सेयर अनि सब्सक्राइब, प्लिज सब्सक्राइब पनि गरिदिनुहोस् है। जसले सब्सक्राइब गर्नु भएको छैन उहाँहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला। म पनि हजुरहरूको च्यानललाई सब्सक्राइब गर्नेछु, मात्र कमेन्टमा लेखिदिनुहोस् न मैले सब्सक्राइब गरेको छु, अर्थात् मात्रै कमेन्ट जे भए पनि कमेन्ट गरिदिनुहोस्। लभ रियाक्ट गरे पनि हुन्छ, केही छैन, तर तपाईँहरूलाई म फलो गरेर आउनेछु, हजुरहरूलाई पनि म ब्याक गर्नेछु है। हामी यसरी नै मिलेर अघि बढ्नुपर्छ। मैले पनि यो पल्ट एकदमै कोसिस गरिरहेको छु, हेरौँ कतिसम्मको सक्सेस हुने हो हैन। कोसिस जारी छ। एनिवे यो भिडियोतिर लागौँ अलिकति हैन। यसमा चाहिँ के भएको छ भनेदेखि यो दुईजना केटा र केटी चाहिँ, एउटा अल्गो र त्यो होची केटी चाहिँ सायद यिनीहरू गर्लफ्रेन्ड र बोयफ्रेन्ड हुन्छन् होला हैन। यिनीहरू चाहिँ सायद बुढाबुढी हो कि के हो हैन। अब के छ, अब भिडियोमा प्रस्तुत हुन्छ, अहिले हेरौँ न। अनि त्यसपछि त्यो केटीले चाहिँ आफ्नो केटालाई छोडेर पैसा देखेपछि हेर्नु न, आफूभन्दा पनि नराम्रो मान्छेलाई के अरे पछि लागेर चाहिँ जान्छ क्या यहाँनिर। तर गइसकेपछि के हुन्छ हामी हेर्दै जाउँ है त भिडियोमा। देख्नुभयो, उता त्यो केटालाई छोडेर पैसा देखेपछि योसँग आई, एकदम मिलेर हिँडी हाँसी खुसी चाहिँ, एकदम खुसी चाहिँ। कपाल किन्न, अब कपाल किन्न मन लाग्यो, त्यो केटाले पैसाले अब किनिदिइहाल्यो, पैसा छँदैछ केटासँग, कपाल पनि किनिदियो, कपाल लगाई, केटी पनि खुसी छ, केटा त झन् मखै छ। मैले एउटा प्रिन्सेस नै मैले पाएँ भन्ने छेउलाई त झन् मखै छ नि त, केटा त मक्कै छ, खुसी छ केटी हैन। अब हेर्दै जाउँ के गर्दै जान्छन् यिनीहरूले। ब्याग पनि किनिदियो केटाले, ब्याग पनि किनिदियो। अब किनेपछि उसले बोकेर पनि हिँडिसक्यो, एकदम खुसी छ, एकदम खुसी, यति खुसी छ। अब पहिलाकोले नकिनिदिएको, अब अहिलेकोले सब कुरा भने जस्तै पुऱ्याइदिएको छ, उता खुसी चाहिँ हैन। यता केटा अब मैले केटी पाएको भनेर बल्ल बल्ल केटी पाएँ भनेर होला, मखै छ बिचरा केटो चाहिँ। केटालाई थाहा छैन केटी चाहिँ केमा चाहिँ खुसी भइरहेछ भन्ने कुरा। उसको त्यो टाउका भएको पैसा देखेर ऊ पछ्याएर आँकी चाहिँ होइन। अब हेर्दै जाउँ के किनिदिन्छ। ल हेर्नुहोस्, अब मोबाइलमा आयो, मोबाइल पनि किनिदियो होला, मोबाइल मन पऱ्यो केटीलाई किनिदिइहाल्यो उसले पनि, किनकि उसँग त पैसा छ नि त एटलिस्ट होइन। उसलाई मन पऱ्यो किनिदियो, उसलाई त अब केटी चाहिएको थियो, पैसा होइन। अब केटाहरूलाई चाहिँ के हुँदो रहेछ भनेदेखि पैसा भएपछि उनीहरूलाई चाहिँ केटी चाहिने क्या बढी। सायद त्यसको यो पनि होला है, एक त मलाई त त्यस्तो पो लाग्यो। अनि अब हेर पैसा भयो, पैसा भएपछि केटी पनि पछि लागिहाल्यो, जब भने जस्तै केटी अब उस पनि मखै छ नि। अब केटीले यो किनिदियो त किनिदियो, पैसा छ किनिदियो होइन त। अब केटी त झन् खुसी छ, केटो मखै छ केटी पाएर।
अब चप्पल पनि किनेर लगाइदियो, चप्पल पनि नयाँ चप्पल लगाएर हिँड्न त पाइ, खुसी भयो नि त जे भए पनि होइन, खुसी भयो। पहिला त अब पुरानो चप्पलमा हिँडिरहेको थियो, अब पुरानो लुगा पुरानो यी सबै कुराहरू थिए होला, त्यो केटासँग पैसा थिएन कि होइन, अब यसले त सब कुरा पुऱ्याइदियो, मखै छ, खुसी छ। अब त्यो केटाले झन् केटीमाथि पैसा उसले खर्च गर्नु पाएको, ऊ झन् मख छ, मैले केटी पाइहालेँ भन्नु ठानिरहेको छ उसले त। अब हेर्दै जाउँ के हुन्छ है त। अब यो कस्तो भयो भनेदेखि लास्टमा अब केटासँग पैसा भएन, उसले लेभल मिलेन, अब केटीसँग लेभल मिलेन, लेभल नमिलेपछि केटीले छोडिदियो। अब त्यही केटासँग गई, पहिलाकै केटासँग सबै कुरा पुरा भयो, भएपछि अब त्यो केटीले त्यो केटालाई किन हेर्ने, त्यति राम्री ऊ भन्दा त राम्रै छ नि त, त्यो केटो पैसावाला केटो भन्दा त ऊ राम्रै छ नि त होइन, छोडिदियो। लास्टमा के भयो, पैसा पनि सकियो, सत्यनाश, केटी पनि पाएन, केही पनि भएन, उसको त जिन्दगी बर्बाद भयो, भएको जति पैसा सबै सकिहाल्यो। ल हेर्नुहोस् न लाइफ के रहेछ त। र यस्तो चाहिँ नगरौँ कसैले पनि, यस्तो खालको व्यवहार कसैले पनि कसैमाथि नगर्नु होला। अनि यदि छोरा मान्छेलाई पनि म भन्न चाहन्छु, पैसा भयो भने केटीमा खर्च नगरौँ है, पैसा भयो भने केटीमाथि खर्च नगरौँ। अनि छोरी मान्छेले पनि यसरी कहिले पनि तुलना नगरौँ है। आफू पनि अलि स्ट्रङ हुनु पऱ्यो नि, कमाउनु पऱ्यो नि। के छोरा मान्छेले त कमाउँछ, छोरी मान्छेले पनि कमाउँछ नि अहिलेको युजमा होइन, हामी के कम छैन नि। ल कस्तो लाग्यो भिडियो सबैजनाले कमेन्ट गरिदिनु होला होइन। यो त मलाई लाग्छ अवेरनेस भिडियो नै हो, यो अफ्रिका मुलुकबाट आएको भिडियो थियो। मलाई चाहिँ राम्रो लाग्यो, हजुरहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला, कमेन्ट चाहिँ लेख्न नबिर्सनु होला। अनि नयाँ हुनुहुन्छ भने यो च्यानलमा सब्सक्राइब गर्न नभुल्नु होला है, सब्सक्राइब पनि गरिदिनुहोस्। हामी एकअर्कालाई सपोर्ट गर्दै रहौँ, निरन्तरता दिउँ। हस्।